आज हामी फेरि लागेको छ उकालो नाङ्गी स्कुलमा झराली जान लागेको हो। मौसम चाहिँ यस्तो रहेको छ, आज अलि घाम लागेको छैन राम्रोसित। आज स्कुलमा झराली भनेको हुँदाखेरि हामी 3 घरको जान लागेको छौँ, फुपू म अनि त्यसपछिबाट मुन्तेरखेर बाबु जाने हिँड्छ। आमाले चाहिँ डोको मात्र लिएर आउनु भएको छ। यस्तोमा कसरी बोक्नुहुन्छ? माटो बोक्ने काम हो रे। कसरी बोक्नुहुन्छ त नाम्लो नभइकिन? कसरी बोक्नुहुन्छ त नाम्लो नभइकिन? भन्ने काम गर्छु नि त। हो र ए। ल स्कुल त यही हो गरे। हिउँ त अझै रहेछ खा। यस्तो यहाँ धुरीमा त अझै हिउँ रहेछ भाइ। हामीले 5 कक्षासम्म पढेको स्कुल यही हो। पहिला त यो पुरानो मात्रै थियो, हामीले पढ्ने बेला त यो नयाँ बनेको थिएन। अहिले त यता पनि बनेको छ। आजको काम चाहिँ यो माटो बोक्ने है। हामीले सरमदानको जनसरमदान झराली त्यहाँ कुनामा के अरे भिकमा लैजाने अरे क्या माटो। के हो र गराउने खासमा यहाँ? यो माटो फालेर के हान्यो र? बान्दा लाउने? ए भित्र चिसो भयो भनेर। ल ल ल भर्यो क्या डोको त कति पुग्ने हो र? के काम गर्न लाउनु भयो र हजुरको? यो पनि जनसरमदान नै हो खिम्पुसैको। सरमदानको अध्यक्ष हुनुहुन्छ। ल धमाधम काम भइरहेको छ माटो बोक्ने यसरी। भलिबलको क्रेज यस्तो रहेको छ। त्यहाँ साउन्डमा लगाइ यता काम पनि जनसरमदानको हुँदैछ। यो भलिबलको क्रेज है यतिको छ। आज गण्डकीको र पुलिसको फाइनल रहेको छ। त्यस सँगसँगै उता सुन्दै यता काम गर्दै हेर्न नपाए पनि यस्तो छ अवस्था। माटो बोक्ने काम धमाधम हुँदैछ, भइरहेको छ यसरी। खाजा खाने बेला भएको छ, चिया र चिउरा। अब छुट्टी हुने बेला हुन लागेको छ हाम्रो। 5 बजे छुट्टी। दिनैभरि माटो बोक्यो। कति बलियो हुनुहुन्छ, यति एक अन्डोको बोक्नुहुन्छ भरिभरि माटो। फेरि भरियो का कति धेरै बोक्नु भएको छ कन्दोको। हामीले पढेको स्कुलको नाम आज यत्रो माटो बोक्यो हामीले।